गुड मर्निङ गाइस। सो तपाईँहरूको माझ म अझै एउटा भिडियो लिएर आएको छु है। यो चाहिँ के भन्दाखेरि अनबक्सिङ भिडियो है, हेर्न सक्नुहुन्छ। यो चाहिँ अब के होला, सो हेर्दाखेरि एकदम भारी छ है। यो चाहिँ कसको लागि भन्दाखेरि चाहिँ यहाँ देखो त, यो चाहिँ यिनीहरूको लागि, बच्चाहरूको लागि। ऊ हेर्दैछ यहाँ पढ्ने है, यहाँ चाहिँ हेर्दैछ हाम्रो लुनाले। लुना तिमीहरूको लागि आयो है, आयो है, सामान आयो है। यो चाहिँ नोभा हो, अन्त उयो स्काइलर र गिया छ। अन्त उनीहरूको लागि चाहिँ टक्कै सामान मगाइदिँदैछु। लु सो अनबक्सिङ गर्न गइरहेको छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ, यो चाहिँ हेर्न सक्नुहुन्छ पप्पीहरूको लागि लिस, एकदम हाई क्वालिटीको है। एमाजोनबाट मगाएको छु मैले चाहिँ। एउटा खोलेर देखाइदिनु छु है तपाईँहरूलाई। सो के छ भन्दाखेरि चाहिँ महँगो त महँगो पऱ्यो। अब मान्छेहरूले भन्नुहुन्छ कति महँगो बेचेको भनेर हो, तर अब सामानहरू यति साह्रो महँगो हुन्छ हो। यस, यो चाहिँ बेल्ट, यो तपाईँको नेक हार्नेस भनौँ यो। अन्त यो चाहिँ यसको हार्नेस रहेछ है, हेर्न सक्नुहुन्छ। सो एउटा चाहिँ टक्कै हामी ट्रायल गर्छौँ। नोभा कम, ओके सिट नोभा। सो यो चाहिँ लामो भयो जस्तो लाग्छ नोभालाई, पुरा लामो भइसक्यो यो चाहिँ। हुन्छ बच्चालाई भनेर मगाएको, ठुलो आएछ पुरा है। तर यो बनाइहाल्छु म यहाँनिर हल्का, हुन्छ दामी छ तर ठुलो आएछ हो। लेट्स नट ट्राई दिस। यो ओके, अब यो कसरी आउँछ ना, ठुलो आएछ नि। खै नभए खुट्टा हाल्नुहोस् त, खुट्टा हाल्नुहोस् त। यो चाहिँ ठुलो ठुलोहरूलाई यो नि ठुलो आएछ पुरा। तर यो त एडजस्ट भइहाल्छ बेल्ट। हुन्छ गाइस, यति नै थियो। यो चाहिँ एकदम ठुलो आएछ। के गर्ने हो, लाउने हो कि होइन? ल ठुलो पो आएछ।